रोटी तान्पाउँदै अब चाहिँ घरतिर घरतिर जानु पर्छ। हेलो एभ्रिवान, इट्स मी सन्ध्या हार्दिक वेलकम टु माई युट्युब च्यानल। सबैजना एकदमै सन्चै आरामै हस्तव्यस्त हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। अनि आजको भिडियो चाहिँ एकदमै रमाइलो स्पेसल हुनेवाला छ। अनि आजको यो भिडियो बनाउनुको मुख्य कारण नै म चाहिँ साथीहरूसँग घुम्न जान लागेको छु, सो त्यही भएर हो। अनि यदि मेरो युट्युब च्यानलमा न्यू हुनुहुन्छ भने चाहिँ लाइक सब्सक्राइब गर्न नभुल्नु होला। अनि पहिला जम्मा 30वटा सब्सक्राइबर हुन्छ, उहाँलाई पनि एकदमै थ्याङ्क यू सो मच। अनि तपाईँहरूकोले पनि सपोर्ट गरिदिनु होला। अब चाहिँ म भिडियो हालिराख्नेछु, किनभने चाहिँ अहिले बोर्ड इक्जाम आउनु लागेको थियो, सो मैले चाहिँ भिडियोहरू कुनै पनि पोस्ट गर्न पाएको थिइनँ। अब बोर्ड इक्जाम पछि चाहिँ मैले भिडियोहरू बनाएर हाल्नेछु। सो मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरेर धेरै धेरै माया दिनु होला। अब चाहिँ म रेडी भएर चाहिँ साथीहरूसँग पुगेपछि भिडियो बनाउने छु। अब चाहिँ म घरबाट निस्किसकेको। अब चाहिँ म यहाँबाट साथीहरूसँग पुग्छु। अनि रोडमा जानुपर्ने हुन्छ। ऊ चाहिँ उता आइसक्यो अरे। अब म गएर ऊ नै चढेको गाडीमा चढ्नुपर्छ। अब चाहिँ हामी फाइनल्ली आइसकेको छौँ गुम्बा। हामी खासमा आएको चाहिँ कहाँ अरे भन्दा त गैँडाकोटको थुम्सीको गुम्बा जङ्गलको बिचमा। यिनीहरू चाहिँ क्यामेरा धेरै जल्दी बोल्न लजाउँछन् कि, त्यही भएर अब चाहिँ हामी यस्तो गर्मीमा के रङ्ग लगाएर आउँदैछौँ। माथि जानुपर्ने हुन्छ। उसको थुम्सीको जङ्गलमा घामको टट्टिन गैँडाकोट भएकोलाई चाहिँ पक्कै पनि थाहा होला। ल गाइजहरू, यहाँको भ्यू हेर्न सक्नुहुन्छ। यो चाहिँ मलाई बाटैबाट देखाएको। अब चाहिँ माथि जाँदाखेरि के देखिन्छ अब हामीले देखिहाल्नेछौँ। हो यस्तो रमाइलो। इक्जाम नभएको पनि फाइदा हुन्छ। अब 10 दिनपछि फेरि हातबाट पसिना निस्किराखेको हुन्छ त्यति बेला इक्जाम। यो चाहिँ के हो अरे? यसलाई के भन्छ अरे? किडनी पनि हाँस्यो गुम्बा गुम्बा। ल अब चाहिँ गुम्बा हामी आइसकेको छौँ। अलि अस्तरी भयो। गैँडाकोट भएकोले चाहिँ पक्कै पनि थाहा होला, तर के थाहा होला, 30जना मात्र आफ्नै साथीहरू मात्र सब्सक्राइबर छ। सब्सक्राइबर बढाइदिन पर्यो है गाइजहरू। एउटा यस्तो कविता दिउँ न, कविता अस्ति नैको चाहिँ कविता फेरि हल्का हल्का आएन, अलि बेसी आउँछ कि। ल अब गुम्बा आयो हामी पनि। ल यहाँ चाहिँ देख्न सक्नुहुनेछ फाइनल्ली। ल जाम त जाम, बसी बसी आउँछु। हिजो निहरू ढौ गर्नु पर्ने हुन्छ। म चाहिँ आमा यस्तो राम्रो छ नि। मेरो मोबाइल चाहिँ कस्तो देखियो खै मलाई थाहा छैन है। यो चाहिँ गुम्बा हो साथीहरू। ल हेर्न सक्नुहुन्छ यहाँको भ्यू। यस्तो राम्रो लोकेसन छ। गैँडाकोट भएकोलाई चाहिँ पक्कै पनि आउनुपर्छ। भए चाहिँ हाम्रो गौतम बुद्ध हुनुहुँदो रहेछ। ल हेर्नुहोस् है। ल अब चाहिँ हामी गुम्बामा पनि आइसक्यौँ। ए सरी। ल हेलो गराउँ त एकचोटि। को देखियो थाहा छैन। अब चाहिँ हामी यहाँ फोटो खिचिन्छ ठ्याक्क लगाएर। अनि भ्यू टावरतिर गइन्छ। स्कुल पनि छ कि पार्क पनि छ कि। एक्सक्युज मी, जाने हो? जाने हो कसो देख्छ? ओह माय गॉड। ल हेलो भन्देऊ। हेलो भन्देऊ न। कति राम्रो आएको नि। उनीहरू चाहिँ यहाँ गुम्बामा बस्दो रहेछन्। अनि यसो हामीलाई देखेर आएको रे कि। यता अलि यतापट्टि आउनु, यतापट्टि अलि। हेलो हाई भन्देऊ त। ल हाई भन, हाई भन। ल अर्को पनि। कति कक्षामा पढ्छौ? कतिमा पढ्छौ? पढ्दैनौ? नर्सरीमा पढ्छु। अनि घर कता हो त्यहाँ? औ हो। अनि यहाँ खेल्न आएको? खाना खायौ? के खायौ? ल अनि अर्को नानी चाहिँ यता हिँड्नु, उनी चाहिँ लजाउँदो रहेछन् अलि। अनि मिठाई खाने हो? खाने हो? अहिले हामी जानुपर्छ, हेर बस्छौ। पानी खाने हो? पानी खाने हो? ल है त। अब उनीहरू चाहिँ यहाँ गुम्बामा बस्दो रहेछन् कि। एउटी चाहिँ यता हिँड्नु। हाई भनिदेऊ त कान्छी। हाई भन, हाई भन न, बोल न। ल अब चाहिँ हामी भ्यू टावर जस्तो त्यो उहाँको त्यहाँ जाँदैछौँ। उता पनि अलिकति जानुपर्छ। त्यो 3टा फुच्ची थियो नि, उहाँ छ ऊ पनि घर जाने रे। त्यस्तै छ। फोटो खिच्दा सोचेको थिएन यस्तो देख्छ होला भने यहाँ माथिबाट है अलिकति माथि राम्रो देखिँदो रहेछ हौ।
यिनीहरूले कुरा काटेको सुन है मेरो खुट्टा जुत्ताले चाहिँ गाइजहरू मेरो खुट्टा लास्ट दुखाइसक्यो हिँड्दा 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 म चाहिँ यस्तो पुरा काट्दिनँ कि म त्यही भएर अगाडि यो ढुङ्गा के गर्नु राखेको सिलौटो बनाउने ढुङ्गा गाइजहरू ल अब चाहिँ हामी फाइनली पुग्यो म त यस्तो राम्रो छ सोचेको थिएँ तर राम्रो त रहेछ तर सोचे जस्तो चाहिँ रहन्छ है राम्रो चाहिँ एकदम राम्रो तर मैले सोचे जस्तो चाहिँ रहन्छ आई केही भन नि यार त्यो बहिनीहरूलाई होइन अघि सोधेको हामी 3जनामा को राम्रो जान्छ होइन मैले पैसा दिएको थिएँ नि त अनि सबले त मलाई हजुर राम्रो 1000 रुपियाँ रेखेँ हजुर राम्री रेखेँ म यो नानीहरूको घर यही चाहिँ नजिकै रहेछ हेर्छ जस्तोमा दौडेर यिनै नानीहरू 3जना हो यही हो घर नानीहरूको घर चाहिँ हेरेछ ओ यो खुल्ला हो कि बन्द हो र कहाँबाट जाने बहिनी यसलाई त भित्रबाट पस्ने हो क्या उहाँ त उताबाट पस्ने हो पागलहरू उसो नजाने हो र भाइ यहाँ यसरी त्यहाँ नजाने अङ्कलहरू हुनुहुन्छ अरे यो खोल्न यहाँ यसरी त्यहाँ नजाने भन्छन् भाइ म उ गर्छु नि त बोकेर एउटालाई छिराउँछु अनि उता तान्ने अनि हजुर कता हुनुहुन्छ त जाने बेला पो तैँले घुचाएर आउने बेला कसरी आउने यो चाहिँ गुम्बा हो साथीहरू हामी चाहिँ यहाँ चाहिँ फुल भिडियो अनि ऊ यहाँबाट यो पुरै भ्यू देखिन्थ्यो तर त्यति चापी लगाएको रहेछ सो यही हो आज हामी घुम्न आएको चाहिँ तपाईँहरू नि आउनु होला गुम्बा यो हो गुम्बा चाहिँ भित्र जानु चाहिँ मनाइरहेछ हामी त उता गाउँतिरबाट आएको अब चाहिँ हामी गाडी हिँड्दाको नि कहाँ हिँड्दाको नि सिटील्यान्ड जान लाग्यो अब चाहिँ रमाइलो हुन्छ अनि अब त्यहाँ चाहिँ लास्टै घाम भयो त्यो टावरमा जानु पाएन सो हामी चाहिँ सिटील्यान्ड जाँदैछौँ ढिलो हिँडेछ अनि गाडी अलि छिटो जानु छिटो अब चाहिँ हामी यहाँ चटपटी मोमो खाँदैछौँ अझै धेरै मान्छेहरू हुनुहुन्छ सो मलाई बोल्न लाज लाउँछ अब चाहिँ त्यसपछि हामी सायद बोटिङ गर्न जान्छौँ होला कस्तो छ चटपटी चटपटी कस्तो मिठो 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 खान जन्मेकाहरू हौ खाऊ अब चाहिँ मोमो खानुपर्ने हुन्छ अनि त्यसपछि हामी बोटिङ गर्न जान्छौँ जाँदैनौँ भन्न अब के थाहा गएन जान्छौँ पक्का जान्छौँ मिठो चटपट सेकेन्ड बाइट खाएँ ल अघि नै भिडियो बनाउनु खोलेछु एकदम मिठो हो अब चाहिँ हामी बोटिङ गर्ने नारायणीमा हात आइरहेछौँ यत्रो ठुलो छ यो चाहिँ यता एकचोटि यता द्याउ त एकचोटि यता आइज त कस्तो कालो ए अहिले त्यो उज्यालोमा देखिहाल्छ नि हुन्छ तिमीलाई छाडेर जान सक्दिनँ बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई घाट माया तिमीलाई सम्झन्छु तिनको
अब चाहिँ हामी घरतिर लाग्न अब लागेको निस्किन लाग्को अब चाहिँ घरतिरहरू अब हामी चाहिँ फेरि पनि सिजी आइसकेका छौँ अब सिजीमा चाहिँ तपाईँहरूलाई म यहाँको एक राउन्ड लुक देखाउँछु सर्लकोसँग यो चाहिँ सिजी हो त्यसको लागि धेरैजना आउनुभएको छ होला एकदमै राम्रो छ सो अब हामी यहाँ आइसकेको छौँ अब यहाँ आएपछि हामी सिधै घर जानुपर्ने हुन्छ अनि घरतिर लागिन्छ अब यहाँ फोटो खिचिन्छ हेर्न सक्नुहुन्छ एकदमै रमाइलो भएको छ है चाहिँ मन्दिर हो यहाँको चौरहरू यता पनि एकदमै राम्रो छ के कुरा काटिरहेको चाहिँ डराएर सम्झनाले चाहिँ अब यहाँ नागिन जान्छ रोकम रोक कता हरायो एकदम राम्रो छ केही हो अब यहाँ सर्लक एक राउन्ड भन्नुपर्छ धेरैचोटि आइसक्यो त्यही नि एकचोटि आऊँ भनेर आएको बेलामा यसो पोज दिउँ त यता हिरोनीहरूले नवलपुरका हिरोनीहरू मैले सिजी भन्दा कमेन्टमा के दाइको कमेन्टमा एकचोटि हाम्रो नवलपुर भनेर कमेन्ट गरिदिउँ ए बङ्गाल जति बेला पनि जिस्काएको रोक म बजाउँछु पहिला प्रकृतिसँग प्रेम गर्न सिकौँ अब चाहिँ पानी खाऊँ त्यसपछि घरतिर जाउँ पिउने पानी 7 पनि सिद्धिसक्यो कलकल पानी ल यहाँ चाहिँ पानी आइरहेको छ यस्तो मिठो छ नि ल सिजी हो ट्याक्क लगाएर चाहिँ भित्रपट्टि है त्यस्तो राम्रो फुलहरू छ ट्याक्क लगाएर अब चाहिँ हामी घरतिर लाग्नुपर्ने हुन्छ सो घरतिर हिँडेको ल अब चाहिँ हामी घर फर्किन लागेको अब नेक्स्ट भिडियोमा चाहिँ पक्कै भेट हुनेछौँ अनि अब चाहिँ हामी सिजीबाट चाहिँ घरतिर हिँडेको बाई बाई अब यिनीहरू चाहिँ सायद अर्को भिडियोमा हुन्छ भनेर थाहा छैन तर म चाहिँ अवश्य पनि एक्जामको लास्ट दिन चाहिँ पक्कै हुन्छ होला भन्ने आशाका साथ यो भिडियो यति नै यही समाप्त भएको घोषणा गर्न चाहन्छु भनेर चाहिँ अब हामी घरतिर जान लागेको लेट्सको तपाईँहरू नयाँ हुन्छ भने चाहिँ लाइक सब्सक्राइब गर्नु नभुल्नु होला त चाहिँ हो मलाई